सार्वजनिक महत्व बोकेको संस्था हो म्याडम यो कुनै पनि सामान नष्ट गर्दाखेरि त्यसको मुचुल्का उठाउनुपर्छ त्यसको डकुमेन्ट तयार गर्नुपर्छ यहाँहरुले कुनै पनि कागज जलाउनु भन्दा अगाडि रियुज गर्ने कुनै पनि सामान नष्ट गर्नु भन्दा त्यसको मुचुल्का उठाउनुपर्छ तपाईहरुको कुनै मुचुल्का छैन म्याडम भन्नुस् न तपाईले चाहिँ हामीले त्यो ल्याबमा चाहिँ यो 10 वर्ष कति वर्षदेखि अगाडि देखियो त्यो सामानहरु चाहिँ फर्निचरहरु टुक्रेको कागजहरु सबै थियो नि कागजहरु त्यो इभन त्यो चाहिँ त्यो यो फलामको चाहिँ तपाईको चाहिँ यो सामानहरु त्यहाँ छ अनि पनि म स्टुडेन्टको नाम मलाई चाहिँ भोलि मलाई चाहिँ दिनुस् है यो सबै स्टुडेन्टको लागि म बोलाउँछु म हैन किनभने हामीले चाहिँ राइट कामहरु गर्नुपर्छ राइट इन्फर्मेसन दिनुपर्छ मिडियाको मान्छेले हामीले त्यो ठाउँ युज गर्नलाई हामीले चाहिँ नि अब त्यो त वर्षौंदेखि त्यतिकै खाली त्यो चाहिँ भइरहेको छैन हैन त्यसलाई ठाउँ त्यो ल्याब चाहियो नि हामीलाई त हाम्रो विद्यार्थीहरुले सहयोग गर्नु भएको छ म्याडम यहाँहरु सबैको म चाहिँ तपाईको चाहिँ नम्बर रोल नम्बर हैन सहयोग गर्नु भएको छ म्याडम यो म लिन्छु भोलि है भोलि मलाई भेट्नुस् तपाईहरु विद्यार्थीसँग तपाईलाई के काम छ त होइन भेट्छु भोलि भेट्छु तपाईहरु हैन किनभने तपाईहरुको पनि ड्युटी हो कि इन्फर्मेसन दिने ड्युटी तपाईहरुको पनि हो बुझ्नु है लाइट पनि हाल्दिनु म पत्रकार सोनु कुमार दास हो सोनु कुमार दास हजुर हजुर तपाईलाई कसले भन्यो कि यो चाहिँ यो त हाम्रो स्रोतले जानकारी दियो म्याडम विद्यार्थीले भन्यो विद्यार्थीहरुले भनेको छ विद्यार्थीले भन्यो भन्नुस् न प्लिज भनेकै छैन मलाई म मेरो स्रोत म हजुरलाई खुलाउन चाहिन अहिले जुन विद्यार्थीले भन्यो भने त्यो तपाईको विद्यार्थीले हैन मलाई मेरो स्रोतले भनेको छ म्याडम म नाम भन्न चाहन्न किनभने तपाईले चाहिँ बुझ्नु भएन कुरा प्लिज यो हाम्रो चाहिँ जुन त्यो चाहिँ सबै पुरानो चाहिँ हाम्रो चाहिँ काम नलाग्ने सामानहरु वर्षौंदेखि स्टोर भइरहेको थियो त्यसमा हामीले चाहिँ जुन जुन काम लाग्छ त्यसलाई निकालेर फेरि हामी टेबल चेयर बनाउने हैन बाहिर निकालेर बनाएर त्यो ठाउँमा हामी चाहिँ ल्याब बनाउने अनि कुनै त्यो ढुसी परेको कागज पत्रहरु छ नि त्यहाँ त वर्षौंदेखि स्टक भएको हो तिनीहरु निकालेको हो वर्षौंदेखि स्टक भएको ढुसिलो परेको कागजहरु बुझ्नु भयो भनेको तपाईले चाहिँ गलत इन्फर्मेसन त्यसपछि एउटा सानो जिरो जोडिहाल्नु हजुरको परिचय म्याडम म डाक्टर रेखा श्रेष्ठ डिन अफ इन्जिनियरिङ डाक्टर साहबले मैले आग्रह गर्न चाहे यो किताब कहाँबाट आयो यहाँ यो किताबहरु चाहिँ यहाँ यो कलेजमा यो किताबहरु हजुर यो किताबहरुको बारेमा चाहिँ यसमा लङ ब्याक यो किताबहरु धेरै अगाडि स्टक भएको थियो यसमा धेरै किताबहरु निकालेर हामीले चाहिँ यी किताबहरु निकालेर लाइब्रेरीमा पठाएको छ यो हैन अनि कुनै त्यहाँ त धेरै वर्षदेखि स्टक भएको नि त धेरै वर्षदेखि हाम्रो चाहिँ त्यो ल्याब खाली गर्नु पर्ने अनि तल ढुसी परेको कागज चाहिँ मात्रै जला अहिले म्याडम यो ढुसी परेको पनि छैन एउटा सानो उदाहरण दिए यस्तो हजारौं किताब जलिरहेको छ अहिले यो चाहिँ हाम्रो त ल्याब बनाउने अहिले आवश्यक छ यो हामीले सबै ल्याब जरुरी छ म्याडम यो किताब कहाँबाट आयो र किताब किन जलायो मात्रै इम्पोर्टेन्ट कुरा म्याडम यसको बारेमा त हाम्रो चाहिँ यो पहिलादेखि हाम्रो चाहिँ यो एडमिनकोले बोल्नुहुन्छ म सोधिहाल्छु बोल्नुहुन्छ अब अहिले हामीलाई के भने त्यो स्टक जुन भइरहेको छ नि पुरानो त्यो सबै सामानहरु चाहिँ म्याडम अहिले यहाँ नयाँ किताबहरु जलाइरहेको छ म्याडम होइन जलाएको छ नयाँ म्याडम हजुर सुन्नुस् न कुरा भन्नुस् न अनि हामीले चाहिँ त्यो ठाउँ स्पेस छैन नि त